बिरामी मान्छे थुक्पा खाके गलत चाहिँ हो बिरामी रुग्न आउनु भएको दाजु हजुर उहाँ बिरामी हुनुहुन्छ चिकित्सा चिकित्सा भन्दा पनि त्यो भोलि नै त्यो थुक्पा आदि गर्न सक्नुहुन्छ बिरामी मान्छेले हैन यता यता पनि हुनुहुन्छ बिरामी रुग्न आउनु भयो धर के सर्दो खोलामा टिन पारेर बस्नु भएको र के भन्छ त्यसलाई उयो राउटी होइन हौ शरणार्थी शरणार्थी दाजु बिरामी भयो हर्कासम्म गएको अहिले क्याम्पतिर अब लानुपर्छ कि एकचोटि सोध्नुपर्छ बिरामीलाई है केही भन्नु छ भएन यता हिजो फुल जम्बुले सड्काएपछि त्यो भएको हो होला केही भनौँ दाजु एक दुई शब्द खासै हिजो खासै त्यति बिरामी त फुल एक जम्बु नै सड्का नि त बुढोले ल यता दाजुले एउटा गीत चार्छ त बिरामीको लागि मैचाङ मलाई आइरहले 102 डिग्री हैन ज्वरो आयो थुप्पीको त्यो खाइ हेर्दा त यसै बिराम जस्तो रक्सीले गर्दाखेरि बिचरा मासु छोडेर थुक्पा दाजु त मासु खाँदा त बल्नु आउँछ त्यो थुक्पा खाँदैछ त यसो खाइ हेर्दा जस्तो देख्दा त बिरामी जस्तो देखिँदैन है हैन अलिकति बिरामी हुन्थ्यो हामी गएको पर भाइ अनि छादेर अनि त्यही फ्याले भन्छ त नि ढुङ्गाले नछोड्नै भएन छोड्नु चाहिँ हैन बुढो त अघि आउँदाखेरि फ्रेसमा पाएको थियो रमाउँदै आएको थियो नि ल एउटा गीत जाओस् न दाजु लास्टै अनि दुईजनाले गाइदिनु नि त के पत्ता एउटा मिठो गीत हाम्रो लुवाले राम्रो गीत पालामको गीत रुलामे मेहन्दी ल एउटा मिठो जाओस् न त बेलुकातिर होइन तर अघिको रक्सी ठिक थियो है अब मैले सोधेको त नि हुन्छ त्यो उसको बात हो भनेर होइन त्यो अघिको दाइले खुवाउनु पर्छ त्यो के गरे होइन त्यो तर ल यहाँ चाहिँ मासु खाँदै हुन्छ दाइले खर्सानी टोक्नु त एउटा आम्बो यो हो नि त खर्सानी टोकायो त अनि ल यता दाइले मासु खाँदै हुनुहुन्छ बिरामी मान्छे यता रुग्नु आएको बिरामीलाई मासु नखाने रे ल खानु त मन लाग्छ खाउकी तर मलाई आइरहले हैन तिमी आफै लिएर आउँछौ कि म आफै घर आऊ यसले खने दिउ है अलि खानु सुप अलि खानु र सुप लाएर सुप छ त अब यही जाटा चोकलेट गाँसेर निक्लिन्छ मासु खाने बेला अब आगे उनीहरुले चाहिँ तिन केजीको भाडीले ढोको पूजा गरेको मलाई पहाड नै पाइहाल्यो त्यही चल्छ भन्नु त्यही पाप लागेको ढोका पूजा गरेको बेला चाहिँ उदाउने आज मासु नि हेर्नु खालिहाल्छ है यो मुसा खाना चाहिँ निकाल्नु पर्छ हुन्छ काट्ने हैन के थोरै राख्नुपर्छ मैले के गर्ने भुडीमा ल्याउनु दाइहरु यता मासु यता मासुकै दाममा भन्दो रहेछ भुडी हैन तपाईको 150 रुपैयाँ किलो अन्त
त्यसरी पनि भन्छ भुडी क्या अलिक चाल्नु छ ल्याएर सफा गर्यो नुन कम भएको छ नुन हल्का अनि सफा गरेर त्यो पाकी पाकेन है भुडी मजाले फ्राई मात्रै क्या खेलेन पर्न फ्राई मात्रै गर्नु तातो तातो पनि मासु पो हो त